हेलो गाइज नमस्ते। म चाहिँ यति बेला घरमा छु अनि यो चाहिँ मेरो दसैँको टिका। अस्ति दसैँको दिन लगाएको टिका चाहिँ आजसम्म झरेको छैन। टिका नफाल्ने भनेर मैले चाहिँ राखेको छु, कहिलेसम्म आफै झरेर सकिन्छ भनेर। मेरो यो छोटो भ्लगमा यहाँहरूलाई स्वागत छ। म चाहिँ अब तपाईँहरूलाई देखाउँदैछु मेरो यो कोठादेखि पल्लो कोठासम्मको दृश्य। र गाइस यो चाहिँ मेरो ठुलो छोरा त्यहाँ चाहिँ खेलिरहेछ, एक्लै खेलिरहेछ। अनि यहाँ चाहिँ मेरो सानो छोरा मम्मीसँग बसिरहेछ, खेलिरहेको छ। अनि यो चाहिँ मेरो यो कोठा भइहाल्यो। यहाँनिरबाट म यसै जाँदैछु। अब यसै गाइस। ओ गाइस, हेलो गाइस। यो चाहिँ मेरो भान्जा, एउटा मात्रै भान्जा छन् मेरो। यिनको नाम चाहिँ विश्व। हाई भन। हाई। हेलो गाइस, यहाँ चाहिँ हाम्रो भान्जी, दुईटी भान्जीहरू, यहाँ बहिनी दिदी हुनुहुन्छ। यहाँ चाहिँ हाम्रो विशेष परिकार बन्दैछ। मेरो यो चाहिँ भ्लग चाहिँ पल्लो कोठादेखि वल्लो कोठासम्मको छोटो भ्लग चाहिँ इन्ड हुन्छ। लाइक कमेन्ट। हेलो गाइस, यो चाहिँ मेरो घरबाट अहिले देखिँदै गरेको इन्द्रेणी हो। तपाईँ हेर्न देख्न सक्नुहुन्छ, एकदम ब्युटिफुल देखिराखेको छ। यहाँ चाहिँ मौसम चाहिँ यस्तो छ। हेर्नु गाइस, धान चाहिँ यस्तो छ, चिन्ताजनक अवस्था छ धानको। सब्सक्राइब र सेयर गर्नु होला। ओके, थ्याङ्क यू, बाई। फेरि अर्को ब्लगमा भेटौँला।